हेलो एन्ड वेलकम ब्याक टु माई एनदर ब्लग। सो गाइस आज चाहिँ होइन हामी एकदमै आइरहेको छ सरमसामा हो। तपाईँलाई देखाउनु उसले चाहिँ खाँदैछ केक। मेरो चाहिँ यहाँ मैले पनि खाइसकेँ हो। यहाँ चाहिँ आज गाइस एकदमै दामी आज प्रोग्राम रहेछ। जोन चामलिङ राई आउने रहेछ हो। क्या बात कर रहे हैं? यहाँ चाहिँ मेरो पप्पी हो यसलाई चाहिँ भर्खर भेटनेरीबाट लिएर आएको। यो चाहिँ पुरा बिमार छ नि त आज, त्यही कारण यो चाहिँ यसको हेर्न आउँदैछ हामीलाई पछाको। मेरो खाइदिएको हेर्नु नि उठ्यो हो, खाइदिँदैछ हेर्नु हो। यहाँ पर छ प्रोग्राम चाहिँ हो। हामी चाहिँ अहिले यता पर आइरहेको छौँ। तपाईँहरूलाई देखाउनु चाहिँ गाइस हेर्दै गर्नु होला। गाइस एकदमै आज चाहिँ प्रोग्राम चाहिँ हेरिकन जाने प्लान छ हो। एकदमै मजा आउँछ। जोन राइज माई फेभरेट सिङ्गर, नेपालको चाहिँ एकदमै अहिले चर्चित हो नि त। सर सरमसामा चाहिँ प्रोग्राम रहेछ। हामीले पनि त्यस्तो याद थिएन। अब हामी त घुम्न आएको थियो। अब हेर्ने छु, तपाईँहरूलाई देखाउने छु है, हेरेर तपाईँहरूलाई देखाउने छु। आइज गाइस यो चाहिँ मेरो पप्पी हो। यसलाई चाहिँ हेर्नु नि आज पुरा बिमार भइरहेछ। यो चाहिँ यता र उता डुलिरहेछ हो। आइज लागिरहेछ आज प्रोग्राम हेर्नु। एकदम मजा आइरहेछ। तर एकदम आज हाम्रो पप्पी चाहिँ बिमार भएर एकदम मलाई चाहिँ मन दुखिरहेछ। त्यो त सिरियस कन्डिसनमा पुगिरहेछ कि। गाइस यस्तो रहेछ आजको चाहिँ यहाँनिर स्टलहरू लागिरहेको रहेछ हो। मजाको इभेन्ट हुनेछ हो। प्रोग्राम चाहिँ हुनेछ हो। र हामी चाहिँ अब फाइनली प्रोग्राम नहेर्ने भयो होइन, अलिक ढिलो लेट भयो। त्यही कारण हामीले सेड्युल चेन्ज गरेर हामी फर्किनेवाला छौँ। यस्तो पनि बनाएको रहेछ यहाँनिर हल्का त्यो फोटो खिच्ने पनि हो बेलुकाको लागि। टाटा बाई बाई गाइस। हामी चाहिँ गएको अब चाहिँ हेरिँदैन हो। यो लास्ट मोमेन्ट हो। औ तिमीलाई प्रोग्राम हेर्नु नपाएकोमा दुःख छ? छैन है। यस्तो प्रोग्राम त हेरेको हामीले कति। त्यही त है, अरू बेला पनि त हेरेकै हो। हामी यहाँनिर अब आएको थियौँ होइन। अब हामी फर्किँदैछ। मेरो कान्छा यता छ होइन। प्रोग्राम नहेरी फर्किँदैछौँ। आज हामी यहाँनिर घुम्न आएकोमा मजा आयो। हेर्नुहोस् कस्तो दामी भइरहेको छ यहाँनिर। कान्छा यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्। तपाईँलाई कस्तो लागिरहेछ? मलाई प्रोग्राम हेर्नु चाहिँ मन थियो, तर अब एकदम सेड्युल हामी चेन्ज भयो नि त। ड्युटी पनि जानुपर्छ हो भरे। त्यही कारण रेस्ट पनि छैन। अब रेस्ट भन्नु रुममा गएर केही छैन। नेक्स्ट टाइम बेटर लक। हामी चाहिँ फर्किनु लागेको है गाइस। अब चाहिँ सरमसा बाई बाई। मेरो पप्पी यहाँ छ हो। पछाडिबाट आउनु हुँदैछ एउटा मिस। गाइस यो चाहिँ एकदम लेउपाट रहेछ होइन, तर एकदम घाँसै घाँस मात्रै रहेछ हो। म्याडम चाहिँ हिँड्नु हुँदैछ फिलहाल हो। अब हामी चाहिँ लागेको है। अफसोस तपाईँहरूलाई मैले देखाउनु पाइनँ नाइटको प्रोग्राम हो। तर पनि केही छ, नेक्स्ट टाइम फेरि। गाइस अब चाहिँ यहाँ गेट पनि बन्द रहेछ हो। पछाडिबाट जानुपर्ने अरे। अब एकदम अब जोन चामलिङ राईको चाहिँ वेलकम हुन आँटेको छ। तपाईँहरूलाई देखाउनु पाइनँ, केही छैन तर पनि हो। आमामा यहाँ चाहिँ फुल चाहिँ दामी फुलेको रहेछ है। मजाको यो चाहिँ टक्कै हो। यहाँ तल चाहिँ प्रोग्राम हुँदैछ। तल हो, तपाईँले देख्नु हुँदैछ। यहाँ तल चाहिँ प्रोग्राम हुँदैछ हो। मजाको रहेछ नि त फुलहरू पनि हो। मजाले रोपेको रहेछ फुलहरू पनि हो। कहाँ रहेछ हो? हामीले चाहिँ बाहिर निक्लिने
एक्जिट पोइन्टै भेटेन हो अगाडि अगाडि ऊ खोज्न जाँदैछ ल कन्फर्म हो त्यतैबाट हो फेरि जङ्गल बाटो नलैजाऊ है रडी हुन्छ त फेरि पक्का हो नि यताबाट चाहिँ बल्ल बल्ल अब पायो हो अघि चाहिँ डरसरी भएको थियो झन्डै हरायो यहाँको बाउन्सरहरूले पनि खेदा गयो हो हामीलाई सेफ्टी रहेछ हो यो त सो गाइस भर्खर हामी चाहिँ रुममा आइपुगेको छ हो र नाइट प्रोग्राम पनि हेर्नु पाएन हो तर केही छैन अब नेक्स्ट टाइम हेरिन्छ होला नि त सो मेरो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनुहोस् होला अनि माया गर्दै गर्नु होला है मेरो ब्लगलाई चाहिँ सो गाइस नेक्स्ट ब्लगमा भेट्नेछु तपाईँहरूलाई बाई 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 बाई